कोही व्यक्ति यस्ता हुन्छन् जो पढाइमा अथवा कुनै स्किलमा धेरै ट्यालेन्ट हुन्छन्, तर फाइनेन्सियल्ली उनीहरूको कन्डिसन एकदम लो हुन्छ अथवा गरिब परिवारका हुन्छन्। फेरि कोही यस्ता पनि हुन्छन् जो पढाइमा धेरै कमजोर हुन्छन् भनौँ, पढाउन मन गर्दैनन्, तर फाइनेन्सियल्ली उनीहरूको घरको अवस्था एकदम हाई हुन्छ। त्यस कारणले लाइफमा एउटा कम्प्लिट पर्सन बन्नको लागि सब यी कुराहरू छन् नि ब्यालेन्स भएको हुनुपर्छ कि, चाहे त्यो फाइनेन्सियली होस्, हेल्थले होस्, एजुकेसन होस्, स्किल होस्, त्यो व्यक्तिमा सम्पूर्ण कुराको ब्यालेन्स हुनुपर्छ। यस्तो हुनु भएन कि पढाइमा ट्यालेन्ट छ, फाइनेन्सियली कम छ, पढाइ फाइनेन्सियलका कारणले त छुट्यो, ट्यालेन्ट त थियो पढ्न पाएन भन्ने यो तरिकाले हुनु भएन। एउटा कम्प्लिट पर्सन बन्नको लागि एउटा व्यक्तिले चाहिँ आफ्नो एभ्री डेमा जुन जुन कुरा गर्छ ती कुराहरूले चाहिँ उसको भनौँ न यी सब एस्पेक्टहरू छन् जुन हेल्थ, माइन्डसेट अनि फाइनेन्सियल कन्डिसन, एजुकेसन, स्किल्स, यी सब कुराहरूलाई चाहिँ ग्रोथ गर्ने तरिकाले हामीले हरेक दिन जिउनुपर्छ कि एभ्री डे वर्क अन ग्रोथ अन दिस एक्सपेक्ट। ओके, त्यस कारणले एउटा कम्प्लिट पर्सन बन्नुको लागि सब कुरा चाहिने भएकाले हामीले एउटा कुरालाई मात्र हेर्नु भएन, पढाइलाई मात्र हेऱ्यो हेऱ्यो यता शरीरमा बिरामी लागेको थाहै भएन, एकछिनमै अब पढ्दा पढ्दैन हार्ट एट्याक आयो मऱ्यो, यस्ता समाचार पनि सुन्नुहुन्छ। त्यस कारणले एभ्री डे वर्क अन ग्रोथ अल एस्पेक्ट अफ लाइफ विच इज बेटर यु। ओके, हामी फेरि भोलि मिलेछौँ।